यो छोरी पिपो कसरी छ आजभोलि? अहिले कति हो 11 12 छ म त खासै याद गर्दिन। ए खैस्याडो सरी के छ भोक लाग्यो? कुरो यहाँ चरा ल्याएर भुत लाएर खाएर अझ पनि यसलाई भोक लाग्यो। चरा मासुको टुक्रै छ यहाँ चराको यहाँ। सानो बच्चा थिएछ। बच्चा होइन यो ठुलो खाएको बच्चा हो होइन। त्यो पखेटा हेर न कत्रो छ कि कुखुरा मारेर खाइदियो तना त फेरि पाज गरेर निन्दाखेरि कुखुरा मारेर खाएको कुखुरा मारेको होइन कुखुरा त कहाँ हुन्छ कुखुराको यतिखेर उता हुँदैन। यहाँ अन्डा फुटेछ कि त्यही भएर फुटेको अन्डामा ए योवाला फुटे रहेछ जो एबिट ल यता निकाल यता हाल हाल ल यो सट्ट फुटाला ल ठ्याक्कै पहेँलो छान्नु। यो पहिलो यसलाई खुवाइदिउँ यसको कस्तो भएर हुन्छ के भइरहेको हुन्छ किनेको बिलारोहरू हुन्छ नि यहाँ राख न राख यसलाई खाँदैन खान्छ ल छाड्छ। अरू यो अन्डा एउटा चिकेट खान्छ। ओ माई गॉड यो पनि फुटेछ छैन फुटेछ न फुटे छैन होला फुटेको के फुटे छैन चर्केको चाहिँ रहेछ चर्केछ र खै अर्को चिखो त होइन होला यता राख यो त सेफै छ अर्को ए माई गॉड फुटेछ फुटे छैन त उस मात्रै हो ओके यो लास्टै छ त्यसमा यो अझै एउटा चिखा त यो पनि फुटेछ र फुटे छैन चर्केछ चर्का के गर्नु यहाँ राख्यो यिनीहरू ल सबलाई अब यो प्लास्टिकको छ नि यसरी ठ्याक्कै यहाँ यसरी पकाएर खाना के आउँछ कि आयो यसो झोलसोल आउँछ कि भनेर छैन थुक्क जाब उल्टो पनि हुँदैन भयो छोड्यो आगो बाल्ने ठाउँमा हालिदियो डेभिड आगो बाल्ने ठाउँमा हालिदियो यस्तो बल्दैन नि बोल्छ बल्दैन त्यो प्लास्टिक कहाँ यो भिजेको कहाँ बल्छ बोल्छ के बल्दैन कहाँ फाल्ने त नि यो त फाल्दैन बारीमा फोहोर हुन्छ यता राख डेभिड रे के भयो यतिकै ल डेभिड र म ल त्यहाँ बिचमा फोहोर गर्नु हुँदैन फेरि हेर है ल गाइस अब चाहिँ हाम्रो रेस हुन गइरहेको छ त्यो पनि एउटा कुकुरसँग गाइस त्यो अगाडि नै गइरहेको छ त्यो पस्यो पढ्नु छोड्दैन ला आयो तल नागिदेखि पिछा गरेर राख हाम्रो आकाशसम्म जाऊँ भनेको अब आकाशसम्म पिछा गर्छ अनि भरे फेरि फर्किँदा चाहिँ यसलाई चढाउनु पर्छ होला हौ आएन ए यसको मालिकको घरसम्म गएको रहेछ जाबुले मस्त मासु भात पाउँछ हजुर अहिले चाहिँ अगाडिदेखि बाइक आइरहेको छ के हो म त हाम्रो बेर्लिङ पो किन हुँदैछ पर नजाउँ होला बाबा आकाशे गरेर के अन्त बन्द गर रोक त्यहाँ हेर न एकदम दामी भिड आएको छ
छ कि नि यहाँ हुनुहुन्छ यति ध्यान त्यस्तो होइन सिधा छोडो त यस्तरी हान्ने कि सिधा यस्तरी हान्ने कि अगाडि अगाडि देखाउनु यस्तरी देखाउने यस्तरी यता यता देखाऊ यस्तरी देखाऊ स्कुटी बाँध्दै जाँदैछ देखाऊ यस्तरी यहाँ छ के छ घर हो क्या छ नि के छ हेर न कस्तो मजा कुहिरो लाग्यो गरम महिना यहाँ त यस्तो पो छ त हेर न र अबको भिडियो चाहिँ हाम्रो डेभिडले गरिदिन्छ होइन डेभिड चाहिँ हाम्रो क्यामराम्यान ल खै मलाई गर त ल म त त्यस्तो नै होइन त्यस्तरी होइन तिमीले यस्तरी गर भिडियो ल सिधा ल सिधा जुमसुम केही नगर त्यत्तिकै गर पहिला सुरुमा चाहिँ अब यो म्याउ म्याउ गर्नेको लागि चाहिँ हामीले अब यसको पहिला व्यवस्था गर्नुपर्ने हुन्छ हामी यसलाई खाजा दिँदैछौँ यसको टाउको टाउको भन्नाले फेरि यसको होइन यहाँनिर खोजी हुँदैछ रोटी सोटी के छ तर यसको चाहिँ खुट्टा यहाँ रहेछ हाम्रो गनाछ क्या खै यस्तै हो बाबा यो केही गनाउँथ्यो र एक दिनमा त्यो बिरालोको ला यो चाहिँ बिल्लीको हेर्नु यही हो यो चाहिँ गाइज ए कमिला लाग्यो भनेकै हो गाइज एकछिन कमिला टुक्छ यो सिधै यही सुता यसले त खान्छ पो कमिला हो ल यही सुता लगाएर फालिदिउँ न बाहिर है त्यो उ चाहिँ बाहिर लग्नु त निस्केको हो बाबा हो हो पो भनिन्छ ए बाबा के गर्ने यो त छुने कमिला टोक्छ त यहाँ छुने अनि त ए टोक्दैन वाह त्यतिको लागि पनि यत्रो कमिलाले टोक्दा ल यहाँ खाना पकाएर खाऊँ भनेको त पहिला कमिलाले हैरान पार्यो कि यो हाम्रो भ्लगमा के हुनेवाला छ यहाँ सबै छ आज अब अर्ग्यानिक खाऊँ भनेको आगो त यहीँ बाल्नु त होला नि चुलोमा कि कहाँ बाल्ने हो त्यही त हो नि आगो अरूको चुलो कहाँ छ र ल बाबा हेर्नु कमिला ए फालिदिउँ आगोमा फालिदिइहाल नि त्यसलाई होइन फल्लिन्छ आगो बाल्नु फल्लिन्छ यस्तो गरेर राख ल यिनीहरूलाई आज त रिङबाट नलाइक त कहाँ छोड्छु र म ए बाबा सलाई सलाई हजुर सलाई सलाई होइन के हो त लाइटर हिजोको लाइटर ए लाइटर खाइदियो भयो नि ल ल टोस्ट 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 यिनीहरू त फुल पिङ खेलिरहेछ रोक ल अहिले त्यहाँ अलिकति तन्किनु देऊ
त्यसपछि हालिदिनु पर्छ ल यही त हाल्यो भने सुरुमा नि अनि त्यसपछि त्यो हल्का बलेपछि दाउरा हाल्ने तर म चाहिँ त्यसरी बाल्दिनँ कसरी भाल्छ म त सुरुमा दाउरालाई क्रसमा हाल्यो अनि त्यसपछि बिचमा प्लास्टिक हालेर बाल्यो अनि माथिदेखि हाल्यो हुन्छ कि मोटी तेलले नै बाल्नु छ नै पर्दैन बढिसक्यो त डेपुटी अब त्यस्तो केही गर्नु पर्छ तिमीले मलाई चाहिँ एकदम खतरा हेल्प गर्नुपर्छ ल अब म यसलाई अब माथिदेखि हालिदिन्छु ल यसलाई हालिदिइहाल न पहिला त्यहाँ ल डेभिडले अब हाम्रो सबै चिज हालिदिइसकेछ यहाँ कमिलाहरूको अन्त गाइज अब चाहिँ क्यामराम्यान म हो लो खाना चाहिँ हाम्रो एकदम खतरनाक आगो बल्छ बाबा अब ऊ हालिदिनु दाउरा एउटा सानो खालको छानेर हालिदिनु त सानो यस्तो जस्तै हालिदिनु बाँचेर हालिदिनु आम्मामा दाउरा नि कस्तो चोपै चोप रहेछ त कति साह्रो हल्लाएको मैले म कस्तो अहिलेसम्म कमिला बोकेको छु जतिकै यस्तो यस्तो गरेर हल्लाउँदै थिएँ म यता हेर्नु न बाबा कमिला बोकेको छु जतिकै यस्तो 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 हल्लाउँदैछ टर्निङ अन स्क्रिन एन्सर ल दाउरा बोल्यो यो ल कराई कहाँ छ सान्छ कराई तीनटा राखेछ त सानो खालको दिनु न तलको कुन चाहिँ यो हुन्छ होला यसैमा बसाल्नु होला नि यस्तो होइन त्यो भयो दाउरा हाल्नुपर्छ यो दाउरा भयो तेल चाहिँ यही होला नि हिजो पकाएको पुग्छ दाउरा धेरै नहाल्नु त्यो चाहिन्छ नि खै यो हाल्छु हुन्छ होला फेरि धेरै छिटो हुन्छ र एक दिन खाएर के होला के बाङ्गडै ड्रइङ बनाउँछु होला म ड्रइङ त बनाउने हो तर खै त टेबल होइन मलाई त तिमीले नि हेर गर्छु भनेको न यो मासु मलाई पखालेर देऊ हुन्छ यतिकै लगाएर मजाले पखाल यतिकै के गर्छ मासु उसमा हाल नि त ल खै हाल ल सफा छ हाल ल मासु हाल यो बङ गरेर पडिन्छ त हेलो हेलो ए यहाँ टाइम पास खाना पकाउँदै खाना बनाउने भ्लग पनि बनाउँदै अनि के छ नि ठिकै छ आज आउनुहुन्न अङ्कलहरू नै नआउने त्यस्तै छ आज चाहिँ ठिकै छ कहाँ जानुभएको यता खै के ठाउँमा बिर्सेँ माथि त माथि छ हो कतिको छुट्टीमा आउनुभयो तपाईँ म चाहिँ 2 महिनाको ठ्याक्क म चाहिँ गइहाल्छु अब धेरै बस्दैन 2 महिनाको अनि
त्यस्तै छ। दुई महिना छुट्टी पनि ठिकै होला, ठिकै छ तर अलिकति टाइम धेरै काठमाडौँमा बित्यो कि समस्या, अनि लङ टुर पर्छ नि त्यहाँदेखि यहाँ फेरि, त्यति मात्र चाहिँ हो, तर ठिकै छ। लाइट त गेम पो छ त हौ। केमा आउँछ त्यो वर्ल्ड कप? अहिले त नेपालमा खुलाउनु पर्छ पैसा तिरेर, हिमालयनलाई 1000 रुपियाँ दिनुपर्छ कि च्यानललाई, हिमालयन स्पोर्ट भन्ने एउटा च्यानल। त्यही त अहिले टेन्डर हाल्दैछ कि, यो पहिला पनि त्यस्तै गरेको थियो। पहिला त त्यतिकै दिन्थ्यो जुनै टिभीले पनि, अहिले दिइहाल्यो। त्यसको लागि रिचार्ज हाल्नु पर्यो, अर्को पनि, अनि त्यसलाई पनि एक्स्ट्रा रिचार्ज चाहियो। ल यता राख, यता राख। बस ल भयो, छोडा त्यहाँ नचलाउ ल त्यसलाई है। फेरि यहाँनिर के हुँदैछ? नगर, के भन्छ र? यहाँनिर टाइमर देखाउँदैछ। टाइमर? किन टाइमर देखाउँछ? जाँबलाई के भयो त फेरि? होइन भइरह, नचलाउ, छोडिदेऊ। टाइमर त्यो लङ टाइमको देखाएको मात्रै हो, छोडिदेऊ न, मेमोरी हो कि। खाना खाइयो? कता खाना खाएर ब्रस गर्दै गर्दै गएको। यहीँ हालिदियो होइन, सफा पनि भयो। डेभिडले आज मैले पकाएर खाएर कि, कान्छ डेभिड खै यता आएर मलाई देऊ चलाउने, अब अलिक ठुलोवाला देऊ ल, ठुलोवाला खाने राखेर। तिमीलाई त्यो कुट्न आउँछ? जिरा खुर्सानी धनियाँ लसुन कहाँ खान्थ्यौ? लसुन ल, लसुन र अदुवा छ भने अदुवा नि ल्याऊ ल। देख्यौ भने अदुवादेखि अदुवा नि लिएर आऊ ल। यही हो लसुन, भयो पर्दैन, यति भयो पुग्छ। तर छान्नु पर्ने, छान्नु पर्दैन, यस्तो पो हो त लसुन त। अहिले गरौँ ल, नयाँ रहेछ नि त। अदुवा खोइ थाहा भएन। ल छोड, मैले देखेछु। प्याज टमाटर यहाँ छ। यहीँ रहेछ त। ल एउटा त्यो पनि एउटा त्यही भन्नु, ल यहाँबाट प्याज र टमाटर हाल्दु त्यहाँ छानेर। टमाटरहरू त्यसमा हाल्दिनु? टमाटर र प्याजमा, टमाटर त चाहिन्छ अहिले लास्टमा हालौँ न, छोड्यो। अहिले उब्रेकोहरू हालिदिनु। गएन? त्यो किन भित्र ल्याएको? त्यो बाहिर फालिदिन्छ। खै यता ल्याउँदै यता आगोमा खेल्दिमा त्यसलाई नै। बल्ल त्यसको होस आउँछ। यो कहाँ अनि यो यसैमा राख्नु छ। यो उसलाई नै हाल्नु ल। खैले म गरिदिन्छु। यसलाई पनि एकछिन भित्रै हालिदिनु। बनेन? बनेन। अलगै गर्दै जति नरेन्द्र त। नरेन्द्र रविले। कहीँ त ठिकै लाग्छ, कहीँ त फेरि झ्याउ लाग्छ यार। अनि ठिकै छन्, पढे लेखेका छन्, राम्रो छन्, विद्वान छन् सबै। पहिलेको भन्दा त कहाँ छन्। त्यो त हो, तर पनि अलिकता कतै रिमोटवाला जस्तो लाग्छन् क्या उनीहरू पनि। त्यो त्यस्तो पनि लाग्दैन। बाबा मेरो फोन कता छ? चार्जमा राखेर आउँछु। तिम्रो फोन मेरो ज्याकेटमा होला नि, हेर न। लागेन नि त।
छ त्यो बिरालोको हो तिमीको फोन खै त नि भेटायो तिम्रो फोन खै त तिमीले लिएछौ अरे तिमीले अनि उहाँबाट मलाई दियौ र नम्बर कति हो हँ खनान थाहा पाइहाल्छ नि बजेछ 976 मैले बिर्सेँ कहाँ हाल्यो उहाँ हालेको होइन हजुर उसको घरमा हाल्यो क्या साजनको घरमा हो खोइ फोन हाल 97 मलाई यो नम्बर थाहा छैन अझैलाई कल गरिदिनु न मलाई समस्या अझैको नम्बर न अझैको ल हाम्रो डेभिडले यहाँ चाहिँ लसुन केलाइरहेछ लसुन केलाउँदैछ अनि टुकटुक पनि पारिदिन्छु भन्छ हो डेभिड भन्छ यहाँ स्याडो फेरि कहिले पाक्ला र खाम्ला कहिले पाक्ला र खाम्ला भन्दै गरेर स्याडो यता हेर स्याडो तिम्रो तल छ सिडिल ए म उता पर हेर्दैछु यसको खुट्टा र टाउको के थियो त्यहाँ यसलाई वेलकम टु आवर न्यू ब्लग गाइस प्लिज सक्र पार सक्र मक्र पार ल हुँदैछ हाम्रो यहाँ तयारी एकदम टकटक हुँदैछ अब गाइस मलाई चाहिँ अहिले हेर्दै भोक लागिसक्यो अब खाँदा कस्तो हुन्छ टेस्ट आहा क्यामेरा हल्का ब्लर देखिरहेछ स्क्रिनमा छौ त यहाँनिर चाहिँ अहिले हामी पुरै दर्जनौँ खुर्सानी हाल्दैछौँ यसको फाइनल लुक गाइस मिठो देखिरहेछ यसलाई गोल्नु भयो भेरी नाइस भेरी नाइस ल यसलाई चाहिँ ट्याक यसो टुङ गरेर गराउनुपर्छ यस यो पानी सानी हल्का झोलिलो बनाउनु न होइन पानी यो सुक्छ मासु हल्का लुज हुन्छ अनि त्यसपछि टमेटोले ग्रेभी हुन्छ अनि हल्का मैले ग्रेभी चाहिँ गराइदिन्छु टेन्सन नलिएर तिमीलाई भातसित मजाले खानु मिल्छ ए ल मेरो चाहिँ मुखदेखि पानी आउँदैछ ल बन्द गरिदिएँ मैले ल अब एकछिनमा अब मजाले तिमी आफ्नो गर्दै गर एकछिनमा भेटौँला गाइस बाई ल गाइस अब चाहिँ हामी खान लागेको हाम्रो मासु पनि बनिसकेको छ हाम्रो सेफ ल माम चाहिँ चिसो होइन के हुन्न तर माम चिसो तर ऊ चाहिँ ए मामको लागि ल्याउ त सानो पैयो ल गाइस अहिले चाहिँ ठक्कसँग लिएर यो मामको लागि हो अनि यहाँनिर हाम्रो प्याज छ हाम्रो सामानहरू छ म डेभिडलाई चाहिँ मसिनो बनाएर दिन्छु ल मुख्न सजिलो हुन्छ होइन हातले खाँदा चाहिँ के र हातले खान्छौ नि होइन गाइस अहिले चाहिँ यहाँनिर हामी खाना पस्किँदैछौँ हेर्दा एकदम मिठो छ अनि यहाँनिर हाम्रो ठाकुर सर हुनुहुन्छ यता हेर सेडो डेभिड कति खान्छौ थोरै हालिदिनु न यति खान्छौ हल्का अझै धेरै हल्का हालिदिनु न यति हुन्छ अहिले भयो भने हुन्छ माग्छु मजाले माग ल लेट्स गेट इट ल यो सब्जी अब चाहिँ यहाँनिर चाहिँ मेरो भात पस्किनु हुँदैछ यो भात सब पस्किदिन्छु तर अलिकति यो उस मात्रै खाएर हेर ल पहिला यो हल्का झोल मात्रै ल अनि पछि तबसम्म चाहिँ मिठो ल यो अलिकति चाहेर हेर अनि त्यसपछि तबसम्म यो हल्का सुकाउँछु र अनि पछि खानुपर्छ ल ल अब एकछिनमा भेट्छु